येशू राजा हुनुहुन्छ। यस आमेन। अब हाम्रो यात्रा सुरु हुँदैछ। सबैजनालाई जय मसी। हामी चाहिँ माथि के अरे ब्रो उदयपुर गढी जाँदैछौँ। तपाईँहरूले हाम्रो भिडियो हेर्दै गर्नु होला अनि हामीले हेर्दै माया गर्दै गर्नु होला। फेरि पनि सबैजनालाई जय मसी। हाई हेलो हिँडिँदैछ उकालो एकदम हामी हिँड्दैछौँ उकालो। फाइनली गाइस हामी चाहिँ आधी बाटोमा आइसकेका छौँ। यहाँ म चाहिँ सिरानमा आइसकेका छौँ। म तपाईँहरूलाई परिचय गर्न गइरहेको छु है त। त साउलजी हुनुहुन्छ। साउलजी कस्तो महसुस भइरहेको छ हिँड्दै गर्दाखेरि? सामेन ल उहाँको परिचय सुनिहाल्नु भयो। अब हामी अर्को व्यक्तिसँग परिचय गर्नेछौँ। मनिषसँग। मनिष जय मसी। कस्तो महसुस हुँदैछ? एकदम रमाइलो लागिरहेछ। यो डाँडामा हामी उदयपुर गढीमा प्रार्थना गर्न जाँदै गर्दा एकदम खुसी लागेको छ। त्यसैले ठिक छ हामी प्रार्थना गर्न जाँदैछौँ। आधी बाटोमा पुगेका छौँ। ठिक छ ल हुन्छ भाइ। फेरि हामी अर्को व्यक्तिसँग ल राहुल भाइ कस्तो अनुभव हुँदैछ? मलाई धेरै राम्रो अनुभव भइरहेको छ। फर्स्ट पटक परमेश्वरको प्रार्थना गर्नको लागि म हिँडिरहेको छु। हो उकालो हेर्न सकिन्छ जस्तो लागेछ कि सकिँदैन जस्तो लागेछ? सकिन्छ जस्तो लागिरहेको। हो त्यो पनि परमेश्वरले बल दिनुहुन्छ होइन। अब हामी अर्को व्यक्ति हुनुहुन्छ। इम्पोर्टेन्ट व्यक्ति हुनुहुन्छ हाम्रो युवराज ब्रो। सबैजना जय मसी। जय मसी। कस्तो अनुभव हुँदैछ तिमीलाई? हिँड्दै गर्दा एकदम राम्रो। येशूसँगको हिँडाइ अति नै रमाइलो। फाइनली गाइस हामी आइसकेका छौँ। यस हामी आइसक्यौँ। हामी पुरानो गढी। फाइनली गाइज हामी चाहिँ यहाँ माथि चढिसक्यौँ। टावरमा हेर्न सक्नुहुन्छ। यहाँ सुभाष ब्रो हुनुहुन्छ। केटाहरू यहाँ हुनुहुन्छ हेर्न सक्नुहुन्छ तपाईँ। खुसी हामी भेउटार उता माथि भेउटार पुगेर आइसकेका छौँ। अब चाहिँ हाम्रो लक्ष्य भनेको हाम्रो गन्तव्य भनेको चाहिँ पुरानो गढीसम्म हो। पुरानो गढी पुगेर पनि म तपाईँहरूलाई भिडियो देखाउने नै छु। तपाईँले हेरिकन साथ दिनु होला। अहिले चाहिँ हामी हिँड्दैछौँ। अहिले चाहिँ भर्खर पसिनाहरू ओबाएको छ है। त्यो भेउटारमा बस्दा फोटो खिच्यो। त्यही कारणले गर्दाखेरि अब हामी यो बोल्दै गएर एउटा भजन गाउँछौँ। अनि त्यसपछि पुरानो गढी हामी निस्किरहेको
जाँदैछौँ अनि मेरो टुलीहरू पछाडि हुनुहुन्छ अनि म सबैजनालाई म तपाईँहरूलाई म बताउनेछु हाम्रो केटाहरूलाई कतिको रमाइलो लाग्यो होइन 100मा कति पर्सेन्ट दिन्छ केटाहरूले भनेर सुनिदिन्छु हजुरहरूले एक टर्न हेरिदिनु होला सुनिदिनु होला फर्स्टमा मेरो सुभाष ब्रोलाई बोलाउन चाहन्छु सुभाष ब्रो अगाडि आइदिनु होला जय मसी तपाईँलाई आज घुम्ने गर्दा के कस्तो फिल भयो अनि तपाईँलाई कतिको रमाइलो लाग्यो अनि तपाईँ 100मा कति पर्सेन्ट दिनुहुन्छ घुम्दै गर्दाखेरि एकदम रमाइलो लाग्यो होइन घुम्दै गर्दा भन्दाखेरि पनि अब आइकन प्रार्थना गर्नु पाउँदाखेरिमा धेरै नै खुसी लाग्यो होइन त्यही हो अब 100मा कति पर्सेन्ट भने 90% जति दिनु किनकि प्रार्थना गर्न पाइयो नि त होइन त्यही कुरा खुसी लागिरहेको अनि 10% चाहिँ के हिँडाइले हो तपाईँले हामी सुन्नुभयो मेरो सुभाष ब्रोको भनाइहरू अब यसै कारण साथीहरू बोकेर अब यसै कारण अब फेरि बोलाउने चाहिँ हाम्रो कता हुनुहुन्छ मनिष ब्रो यहाँ अलिक हाम्रो ग्रुपको सबैभन्दा ह्यान्डसम ब्रो हुनुहुन्छ कृपया अगाडि आइदिनु होला ब्रो अनि आज तिमीलाई घुम्दै गर्दा कस्तो जय मेसी अनि घुम्दै गर्दा कस्तो फिल भयो अनि 100मा कति पर्सेन्ट दिन्छ एकदम ब्युटिफुल वन्डरफुल एकदम होइन एकदम रमाइलो भएको छ हिँड्दै गर्दा प्रार्थना गर्दै गर्दा होइन यस यस गराउँदै गर्दा खुसी लागेको छ त्यसैले यो ठाउँमा प्रार्थना गर्न आउने मौका पाइयो यस त्यसैको अनि 100%मा कति पर्सेन्ट दिन्छु तिमी 100मा 100 भन्नु वाह 100 होइन अनि यसै गरी हाम्रो ग्रुपको सबैभन्दा सोझो अनि ह्यान्डसम केटोलाई बोलाउन चाहन्छु कृपया साउल सर कृपया अगाडि आइदिनु होला जय मसी अनि आज तपाईँलाई घुम्दै गर्दा कस्तो फिल भयो कस्तो अनुभव भयो प्रार्थना गर्दै कस्तो लाग्यो राम्रो एकदम जोसिलो यस अनि तपाईँ 100%मा कति पर्सेन्ट दिनुहुन्छ आज घुमाइलाई यस 100 नि होइन अब तपाईँ हेर्दै गर्नुहुन्छ हाम्रो केटाहरूको भनाइ सकिँदैछ अनि लास्टमा चाहिँ मेरो यहाँ क्युटी भाइ छ एउटा ह्यान्डसम भाइ छ अनि सानो भाइ छ म सानो भाइलाई पनि बोलाउन चाहन्छु मेरो राहुल भाइ जय मसी भाइ सबैजना जय मसी अनि आज घुम्दै गर्दा कस्तो फिल भयो कस्तो अनुभव भयो अनि एकदमै रमाइलो लागिरहेको छ एकदम रमाइलो लागिरहेको छ प्रार्थनाहरू के कस्तो भयो प्रार्थना एकदमै राम्रो भयो आफूभन्दा ठुलोसँग हिँडेर सङ्गति गर्नु होला एकदमै राम्रो लागिरहेको छ यस अनि 100मा कति पर्सेन्ट दिन्छौ कहाँ छ तिमी 90% 90% अनि 10% चाहिँ किन 5% अब हिँडाइले 5% भयो ठिक छ अनि तपाईँ हेर्दै गर्नु होला होइन हाम्रो केटाहरूको भनाइ सुन्नुभयो अब म तपाईँहरूलाई फेरि पनि देखाउँछु हाम्रो यात्राहरू तपाईँ हेर्दै गर्नु होला एकछिन हामी बसेर खाजा खायौँ अनि हामी फेरि ओह्रालो झऱ्यौँ आफ्नो यात्रातिर सबैजना जय मसी यो भिडियोलाई हेरेर लाइक सब्सक्राइब गरेर नभुल्दिनु होला हस् त सबैजना बाई बाई